धेरैजनाले भनिरहेको छन् बालेन इफ झापाबाट केपी ओलीसँगै उठ्यो भने केपी ओलीले भारी मत अन्तरले जित्छन् भनेर। ओके, एउटा फ्याक्टको बारेमा कुरा गरौँ। 2047 सालमा नेपालबाट पञ्चायती व्यवस्थाको अन्त्य भयो र पञ्चायती व्यवस्थाको अन्त्य भएसँगै 2048 सालमा नेपालमा चुनाव थियो र तत्कालीन निवर्तमान प्रधानमन्त्री थिए नेपाली काङ्ग्रेसका सभापति कृष्णप्रसाद भट्टराई र उनको जग क्षेत्र भनेर चिनिन्थ्यो काठमाडौँ क्षेत्र नम्बर 1, जुन अहिलेको काठमाडौँ क्षेत्र नम्बर 1 र काठमाडौँ क्षेत्र नम्बर 2 हो। त्यतिखेर उनको चुनावमा उनको अगाडि आएका थिए नेकपा एमालेका तत्कालीन महासचिव तथा नेपाली जनताले रुचाएको पात्र, एक निडर र शक्तिशाली व्यक्ति मदन भण्डारी। मदन भण्डारीले तत्कालीन नेपाली काङ्ग्रेसका सभापति तथा तत्कालीन निवर्तमान प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई उनकै जग क्षेत्रबाट एउटा भारी मत अन्तरले पराजय गरेका थिए। त्यसैले अहिलेको समयमा पनि इफ झापाबाट केपी ओलीको विरुद्धमा बालेन शाह उठे भने हार्छन् भन्ने छैन। थाहा छ, अगाडिको चुनावमा डडेलधुराबाट सागर भट्टराईले एउटा राम्रै हार बेहोर्नु परेको थियो नेपाली काङ्ग्रेसका अहिलेका सभापति शेरबहादुर देउवाको विरुद्धमा उठ्दाखेरि, तर सबै समय त्यो नै चल्छ भन्ने छैन नि त। त्यसैले इफ बालेन झापाबाट नै उठ्यो भने पनि हार हुन्छ भन्ने चाहिँ मलाई लाग्दैन, किनभने अहिलेको समय नयाँ युवाहरूको समय हो र धेरैलाई देशको चिन्ता छ। भदौ 23 र 24को घटना पछाडि जसको हात थियो त्यो व्यक्तिलाई उसकै जग क्षेत्रमा गएर एउटा निडर व्यक्ति र जनताले रुचाएको व्यक्ति उठिरहेको छ भने सायद भदौ 23 र 24लाई झापाको मान्छेहरूले बिर्सिँदैनन् नै होला। अरूहरू त सबै त भोट दिने मान्छेको हातमा छ।